हुइज केपी ओली भन्ने नेताले 30 गतेको चुनावपछि जनताले तपाईलाई जवाफ दिन्छन्। हुइज केपी ओली, हुइज एमाले। निकल लौड़े के ठाने छ मलाई केपी ओलीले महान युद्धको नेतृत्व गरे आउँ भनेर। मैले हाम्रो घरको एउटा तिल्के भन्ने गोरु थियो त्यो सम्झेँ। गाईलाई घाँस हाल्यो भने दुध दिन्छ, भैँसीलाई घाँस हाल्यो भने दुध दिन्छ, भेडालाई घाँस हाल्यो भने ऊन दिन्छ। प्रचण्डलाई के दिएर के दिन्छ? 89 सिटको कांग्रेस र 79 सिटको एमालेलाई माओवादीले 32 सिटको माओवादीले फन फन घुमाइरहेछ। कस्तो लागिरहेछ अध्यक्ष? मजाक लागेछ।